Messi. आज म इङ्ग्लिसमा भन्छु नम्बर 6 24 25 The Lord will bless you and keep you. The Lord will make his face shine upon you and be gracious to you. Amen. आज म फिलिपी 4को 13 भन्न लागेको छु। फिलिपी 4को 13 जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु। सबलाई जय मसीह। म भजन 16:1 पद भन्छु। यसो लेखेछ, हे सारा पृथ्वीका मानिस हो, परम प्रभुको जय जयकार भनाऊ। सबै किसिमका खराबी जय मसीह। आदरणीय गुरुवा गुरुआमा सम्पूर्ण मण्डली परिवारहरू, म बाइबल वर्षमा गइरहेको छु। मेरो बाइबल वर्ष मत्ती 24:35 यसरी लेखेको छ, स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन। आमेन। सर्वप्रथम परमेश्वरलाई धन्यवाद यस समय दिनुभएकोमा। अनि त्यहाँ उपस्थित हुने आदरणीय गुरुआमा र सम्पूर्ण मण्डली परिवारले यीशु ख्रीष्टको नाममा जय मसीह। म आज फेरि हजुरको सामु बाइबल वर्ष भन्न उपस्थित छु र आज मेरो बाइबल वर्ष मत्ती 15:17 रहेको छ। यहाँ यसरी लेखिएको छ, के तिमीहरूलाई थाहा छैन जे मुखभित्र पस्नेछ त्यो पेटमा गइहाल्छ र बाहिर निस्किहाल्छ। र 18मा यसरी लेखिएको छ, तर जे कुराहरू मुखबाट बाहिर आउँछ ती हृदयबाट निस्किन्छ र तिनैले मानिसलाई अशुद्ध बनाउँदछ। आमेन। सबैलाई जय मसीह। म रोमी 5को 5 पद भनेछु। आशाले हामी निराश गर्दैनौँ किनकि हामीले दिएका पवित्र आत्माद्वारा परमेश्वरको हाम्रो हृदयमा खन्छ। आमेन। जय मसीह। रोमी 8को 8 पापमय स्वभाव। पापमय स्वभावको होइन भन छोरी, भन छोरी, भन छोरी, आउँछ त तिमीलाई, भन न, भन छोरी, त्यस्तो नगर।